टियु इन्टरनेसनल क्रिकेट ग्राउन्डको रिनोभेसनको काम समयमा नसकिने भएपछि यसपालिको पनि नेपाल प्रिमियर लिग हामी दर्शकहरूको लागि खल्लो हुने भएको छ। हजुर, दोस्रो पटक मिति थप्दा समेत यो काम पुरा हुन नसकेपछि अहिले प्राविधिक कारण तथा वेदर कारणलाई देखाएर मैदान समयमा सम्पन्न नहुने बनेको छ। जुन कुरा सुनेर हामी सबै क्रिकेट प्रेमीहरू दुखित छौँ। उखान छ नि, नेपालको कानुन दैवले जानुन्। अब कानुन मात्र होइन, नेपालको कानुन र काम दुवै दैवले जानुन् भन्नुपर्ने स्थिति आएको छ। यति महत्त्वपूर्ण र संवेदनशील काम समेत दुई पटक मिति थपेर समेत पुरा गर्न सकिँदैन भने अरू के सक्छ त नेपालले। योपालि फ्यानहरूलाई ठुलो आशा थियो, स्पटलाइट, भिआइपी सिटहरू, त्यसै गरी थोरै मात्रामा भए पनि एक्सटेन्डेड ग्राउन्ड, राम्रो अथवा क्वालिटीका सिटहरू, साथै डिजिटल बोर्डहरू, त्यो सबै व्यवस्थित हुने भन्ने कुरा जानकारी गराइएको थियो पहिला। तर अहिले चाहिँ प्राविधिक कारण र वर्षाको कारण देखाउँदै यो आर्थिक वर्षमा समाप्त नहुने भनिएको छ। अब यसमा हामीले के बुझ्ने त? यो साँच्चीकै प्राविधिक र वेदर मौसम सम्बन्धी कारणले नभएको हो अथवा केयरलेस अथवा स्रोत साधनको कम्तीले गर्दा भएको हो? कमेन्ट गर्न नभुल्नु होला। आशा गरौँ योपालि त सम्पन्न हुन सक्ने, अर्को वर्षसम्म चाहिँ सम्पन्न होस् सबै कामहरू। जस्तै भए पनि नेपाल प्रिमियर लिग त हामीले हेर्छौँ नै, रमाइलो गर्छौँ नै, होइन? प्राविधिक कारणलाई र मौसम सम्बन्धी कारणलाई देखाएर के यो सत्य हो त? तपाईँहरूको विचारमा के लाग्छ? कमेन्ट गर्न नभुल्नु होला। र भिडियोलाई लाइक गर्नु होला र च्यानल नयाँ छ च्यानलसँग जोडिन नभुल्नु होला। मिल्नेछु नयाँ क्रिकेट सम्बन्धी नयाँ डेली रोचक अपडेट तथा भिडियोहरू लिएर आइ नै रहनेछु। अब नेपालका म्याचहरू ब्याक टु ब्याक सुरु हुन गइरहेका छन्, त्यसको बारेमा चाहिँ अपडेट लिइरहनेछौँ। त्यसको लागि तपाईँहरूको साथ र हौसलाको जरुरी छ। अहिलेलाई छुट्टिन्छौँ। जय नेपाल, जय क्रिकेट।